अब त ठिक छ नि है उतातिर के छ ठिकै छ भाइ ए नमस्कार 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 उहाँ बुवा नमस्कार उहाँ दाइ कस्तो छ त स्वर्ग दिएको म त एक्कासी म त झ्यासै साथै गएको जस्तो हो नि आउँछु भने यति बेला त भन्ने घर छिमेकै थिएँ बुहारीलाई सोधेको माथि हुनु सिधै भाइ चाहिँ आराम हुनुहुन्छ नि कान सुन्नुहुन्छ सुन्दैन देब्रे चाहिँ बोल्नु कहिलेदेखि भएको सानो कति वर्ष पुग्नुभयो 70 पुग्नुभयो अनि बच्चा बच्ची कतिजना सबैको व्यवहार सकियो जेठो वा साँच्चै तपाईँलाई चिनी सिगरेटतिर आएपछि प्रत्यक्ष देखिरहेको छु हजुर घर चाहिँ कहाँ ए मेरो घर रोक्नु भएको हजुर अब त्यहाँबाट उयो अगाडि रस्तरी भन्ने नाम सुन्नुभएको छ अस्ट्रेलिया काकेश्वर नगरपालिका छ यो 11 अफिसर हजुर त्यो जमै स्कुलभन्दा माथि त्यो त घुम्नु भएको कहिले गएको छु धर्मस्थलीबाट यो जरौट पुलबाट दायाँ तपाईँ सिधै बजार भएर छिर्नु भयो भने हजुर काभ्रेस्थली जाने बाटो अलिक माथि सिक्किमको मुक्तिर भएको हजुर बिन्दुवाखी मुक्तिर बसेको चौर यतापट्टि छिमेकी पो छिमेकी हो नि अर्को कुरो दाइ जति सर हामी भनेको अब हुन त यो छोटो भेटघाटमा आत्मीयता चाहिँ एकदम बढेको मान्छेहरू जो मान्छेको त्यो मेल हुन्छ नि त्यसमा 1 नम्बरमा चाहिँ लक्ष्मी सर पर्छ त्यही भएर आज मैले चाहिँ होइन होइन अफिसरहरू चाहिँ यो अफिसर जुरेको र मैले उहाँलाई आउनुहोस् न लक्ष्मी सर मेरो घर पनि यस्तो चाहिँ होइन एउटा पाइला राखिदिनुहोस् भन्ने आग्रह गरेर त्यो आग्रहलाई स्वीकार गरेर नाच्नु त्यही मलाई उहाँले हिजै बोलाउनु ए हिजो एउटा सुटिङ कार्यक्रम गर्दाखेरि हिजो बस्नु सक्यो अनि आज चाहिँ सरप्राइजै दियो हिजो चिनेर त्यही त अनायासै सरप्राइजै दियो भन्दा नवराज भाइले के भन्नु भने आत्मीयता भएको मान्छे मिलिन्छार भयो अनि सम्बन्ध आफूले बनाउने एकतर्फी सम्बन्ध बन्दै म नवराज भाइलाई आत्मीय लाग्नुको कारण उनी वास्तवमा आफै आत्मीय छ कि दुईजना आत्मीय भएपछि पो अनि सम्बन्ध आत्मीय हो त मेरो चाहिँ तारिफ गर्ने आफूभित्र भयो लुकाएर कहाँ हो यही अर्काको राम्रो गुणलाई कसैले अझ बढावा दिन सकिन्छ भन्ने चाहिँ चिन्तन गर्ने के छ दबाई खाइराख्नु भएको औषध पनि खाइराख्नु भएको प्रेसर सुगर दुवै छ अहिले आला चाहिँ सुगर अलिकति बढेछ बुवालाई अनि त्यो डक्टरले औषधि पनि त्यो डोज पनि एकदम के हिँड्दा फाटा डन चाहिँ छैन त्यो डन चाहिँ पहिला बलियो बेलामा गरियो उसले फल लाग्यो बल गयो फल लाग्यो नराज मलाई तार आउनु बस्नु के कारण कुरो बुहारी अघि मैले सबै गऱ्यो
बस पेपर पेन म पुरा सबैभन्दा धेरै जीवन र जगतको बारेमा सोच्ने मान्छे वास्तवमा मान्छेको जीवन के हो सम्पत्ति जति कमाए पनि खाल समस्या भइदिन्छ अनि अब मैले बुझेको जीवन यस्तै नराज भाइले बुझाइदिनु हजुरले अहिले भन्नुभयो अब जिन्दगीलाई व्याख्या गर्ने सबैको हातले हुन्छ नि जिन्दगीको परिभाषा पनि सबैको हातले हुन्छ मैले सोच्दा चाहिँ के हो भने हिजो हजुर हामी सानो बालक अनि त्यसपछि मभन्दा सानो सम्झिने कोही बच्चा छ त्यो अनि म जत्रो भयो मान्छे अनि टाइपको जत्रो भयो अनि जिन्दगी मान्छेको जिन्दगी अनि हजुरको चरणमा अनि बुवाको चरणमा जिन्दगी अनि त्यसपछि जिन्दगी कहाँ गयो कहाँ बुढो हुन्छ त्यसलाई जिन्दगी नै कहाँ गयो फेरि के हो जीवन के हो कसो त आयो जसोको एन्सर आएन मैले के भन्नु बच्चा भयो वयस्क भयो वृद्ध भयो मरे ढिक नराज एउटा प्रश्न त्यसरी नै भाषा निर्माण अथवा साहित्यमा पहिलो तपाईँलाई कुनै पनि ठाउँमा परिचय दिनु पर्यो कि तपाईँले कसरी परिचय दिन्छ आफ्नो परिचय दिनु मेरो नामबाट भन्नुहोस् न मेरो नाम नवराज तिवारी ठेगाना नुवाकोट जिल्ला बेलकोटगढी जुवारमा त्यहाँ पढाएर यहाँ उमारे पहिलो कुरो त यसै गरी मलाई मेरो परिचय सोध्नु अब हजुरको परिचय मेरो परिचय मलाई थाहा छैन म को म कसैको लोनी हो कसैको भाउ कसैको भतिजो कसैको छोरो मसित केही पनि छैन नाङ्गी आएको छु नाङ्गी जान्छु नाम पनि थिएन मसित मलाई यो शरीरलाई चाहिँ नचिना हुँदछ त्यो नाम पनि कसैले राख्ने के छ मेरो मलाई लाग्छ म त्यो परिचयको खोजीमै धर्दिनँ दिन मैले परिचय पाउँछु होला नि त्यति बेला मेरो परिचयमा मैले यसरी अब तपाईँको जीवन र जगतको कुरा त चिज कुरामा चाहिँ जीवनको भोगाइ आफ्नो जुन जीवन के हो र जगत यो सबै सार तत्त्व पत्ता लगाउँछु एउटै व्यक्ति भनौँ अथवा तत्त्व सायद त्यसो परमात्मा भगवान् मान्छेले आफू भगवान् बनेर मैले पुगेको जति ठुलो अर्थले भेटेको छैन उसको मूर्खाइ हो जति पनि विद्वान हुनु जस्तो हुनु त्यस्तो कसले जीवनको महत्त्व फेरि के हो जगत तपाईँलाई एउटा पनि पाराफरी पढ्नु भएको दाइले पढ्नु भएको छ नि कहिले पढ्नुमा त बाह्रफरी पढ्नु भएको छ नि कपुरी कपुरी क भयो भित्र पल्ट्यो क पढ्दै जाँदाखेरि एक ठाउँमा गएर के भने रहेछ त्यो राम्रो म भने पढ्नु भएको थियो राम्रो म राम्रो म पढ्यो अनि त्यो म राम्रो छ त्योभन्दा त ग राम्रो होला राम्रो थियो होला त्यो एउटा खुट्टो आधी सुन्नु गरेको यसो मर्काएको छ त्यसलाई चाहिँ राम्रो किन भाङ्गो टिङ्गो छ त्यसलाई चाहिँ राम्रोमा भन्ने किन अब मैले यो कुराको आफ्नै धेरै चिन्तन गरेँ राम्रो म भनेर चाहिँ किन भन्छ हाम्रा पिता कुनै पनि कुराहरू बिना अर्थ भनेका तर प्रश्न सबै अर्थ प्रस्ट्याइदिएका पनि छैन हामी नबोल्छ मलाई राम्रो किन भनेको म भनेको होइन आफै भनाइको मतलब राम्रो म भनेको मतलब कि म राम्रो हुनु पहिला आफ्नो राम्रो हुनुलाई के गर्ने
कपालमा जे लाग्ने यहाँ के अरे मेकअप गर्ने यो सब लगाउने पर्फ्युम लगाउने राम्रो हो यो जुन समाजमा बाँचिरहनु भएको काम तपाईँलाई हेर्छन् मान्छेहरूले सबैले तपाईँलाई राम्रो भयो अनि मात्र म राम्रो अवश्य अवश्य अनि सुन्नुहोस् अब म राम्रो हुन के गर्नु मेन कुरो यही हो जीवन र जगत भने जे भने पनि मेन कुरो यो हो कि म राम्रो हुनलाई मैले के गर्नुपर्छ के आचरण त्यो राम्रो भन्नेले राम्रो गर्नलाई के भूमिका निर्वाह गर्नु आज संसारमा माथि यो कुरालाई दोष लगाइरहेको र उसले म आफैलाई कहिले बताउँदै आइएम राइट अरू रङ हुनु म राम्रो हुनुको लागि म खुसी हुनुको लागि मैले चिनेका नचिनेका जति छ ती सबैले खुसी राख्न सकिँदैन ओके म राम्रो भएँ त सकिरहेँ अनि म राम्रो म भन्ने म नराम्रो अघि नै आयो नि जस्तो अब कस्तो भने हरेक किसिमको व्याख्या र शब्द आफ्नै हुन्छ है नि आफ्नै त्यो सृष्टिको विविधता हो होइन बनमारा पनि छ मेचिलीको काँडा पनि छ गुलाबको फुल राम्रो काँडा करेलो कीटशको स्वादलाई राम्रो पनि छ सृष्टिमा विविधता भए जस्तै मान्छेको सोचमा पनि विविधता छ यदि सबै मान्छे एउटै सोचको भइरहेदेखि यो संसारै रहँदैन हिटलरकै पालामा सकिन्छ हिटलरको पालामा हिटलर जस्तै सङ्गी सबै भइरहेको थियो सकिनु तपाईँको फरक स्वभाव छ मेरो फरक स्वभाव छ र हामीसँग आत्मीय छ तपाईँको र मेरो एउटै स्वभाव हुने हो काटाघाट त्यसो भएर यो सृष्टि रच्ने कसले रच्यो भनेर कहिले भगवान्लाई विश्वास गर्छन् कहिले साइन्सलाई विश्वास गर्नाले होइन त्यो सबै कुरा हेर्नेहरूले जसले रचेको छ नि त्यसको कर्म कसले त्यो मेकानिक्सको एउटा बनेर फिक्स हो डायोमा तपाईँ हाम्रो त टाइम डिलेवाला फिक्स हो जीवन र जगत जुन दिन बुझ्यो त्यो सिधी बर्बाद त्यो मान्छेमा बनि पर्ने अब भाइले बुझेर के हो त जीवन मेरो विचारमा छोटो सबल यो दुनियाँ यो जगत अहिले पनि आइसक्यो अरे रङ्गमञ्च पुरा रङ्गमञ्च नै हो र अर्को कुरा चाहिँ भ्रम यही हो नि सत्य के हो तपाईँको विचार सत्य सत्य नै हो सत्य बोलौँ सत्य व्यवहार गरौँ वा तपाईँको पिता सत्य हो कि भ्रम अब दुइटै कुरा हो बुवा पनि हो उहाँ होइन अनि बुवा सत्य पनि हो भ्रम पनि छ अनि भ्रम पनि हो तपाईँ आफै कन्फ्युजन होइन यसलाई कन्फ्युजन पनि नभन्नु होइन त अब यो सुनिस् एउटा भनिन्छ नि त्यस्तै यसले प्रसङ्ग कसरी उठ्छ त्यसै जस्तो रङ्ग मन्त्र अलिकति काम गर्नुहुन्छ हो जीवा लिएर जगत लिएर रङ्गमा बसेर गर्नुहुन्छ है अरू त्यसको नै अब पेन्टिङ गर्नुको कलाकारहरू उसले पेन्टिङसँग जोड्छ आफ्नै व्यवसाय र आफूले विशेषज्ञता हासिल गरेको विषय त्यो अनुसार मान्छेले उदाहरण दिन्छ अब है मलाई चाहिँ लागेको होइन पनि अहिले पनि हामी भन्दा पनि धेरै पुस्ताहरू आउनु जानु सृष्टि भएपछि हरेक कुरा नाश हुन्छ अरे सृष्टि एक गिलास सृष्टि भयो नाश हुन्छ जतिसुकै जप गर्छ त्यो नासु भनेको केही पनि हो स्वरूप परिलो अब तपाईँ त्यसलाई यथार्थ भन्नुहोस् सत्य भन्नुहोस् अथवा स्वरूप परिवर्तित स्वरूपलाई फिर्ता कुराहरू त्यही जीवन पनि त्यही जगत पनि त्यही होइन योभन्दा बढी व्याख्या गर्ने अहिले परमात्मा अर्को प्रश्न यहाँलाई अझै म बुवा दाई
आम मान्छे सबै मान्छे खुसी र सन्तुष्ट हुनलाई के गर्नु कति बेला चाहिँ मान्छे खुसी र सन्तुष्ट हो सबै नेटी उहाँले एकदमै महत्त्वपूर्ण गम्भीर यो खुसी र सन्तुष्टि गर्नु पर्यो यो खुसी र सन्तुष्टि कति बेला मान्छे होला भनेर प्रश्न सोध्नु पहिला तपाईँ सोध्नुपर्ने प्रश्न चाहिँ आउँछ खुसी के हो र सन्तुष्टि प्रश्नै गलत पहिला खुसी के हो सोध्ने सन्तुष्टि सोध्ने अनि मान्छे कसरी सन्तुष्टि हो अहिले मैले त्यसो सबै कुरा अहिले हामी गऱ्यौँ भने हात त एउटै आउँछ नि खुसी र सन्तुष्टिको त्यो परिपूरकको भाषा त एउटै आउँछ नि मैले तपाईँले यति सर्ट खोजेको यति सर्टकटमा तपाईँले यो कुराको एन्सर खोज्नुभयो भने अल्पज्ञानम ग्राउन्ड होइन त्यसो टेपमा गएर त्यसको लागि आज समय यो विषय अर्को दिन एउटा निचोडमा तपाईँको पनि विचार राख म मेरो विचार दाइको विचार राख्नु भयो होइन सबैको विचार दिउँला अहिले आएको धेरै अहिले यसको जवाफ चाहिँ आयो जवाब अर्को बसाइमा म त लागे है त उहाँको विचार जति मैले उहाँलाई सोधेँ नि होइन बुवा जस्तो जीवन र जगतको बारेमा सोधेँ नि उहाँको जवाब बुवालाई कस्तो लाग्यो बुवालाई कस्तो मान्छे जस्तो लाग्यो उहाँलाई राम्रो उहाँको जवाब चित्त बुझ्यो उहाँ मान्छे राम्रो लाग्यो है ल अब खाजा खाने है बिस्तारै